हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आयो तपाईहरु सन्चै हुनुहुन्छ? म ठिक छु। म सुदूरपश्चिमबाट। सो गाइस, मैले तपाईलाई भनेको थिएँ पहिलो भिडियोमा नेक्स्ट भिडियोमा मजनुका ठेला देखाउँछु भनेर। सो गाइस, अगाडिसँग हेरिदिनु होला। लाइक कमेन्ट गर्न नबिर्सनु। तो चलिए शुरू करते हैं। सो गाइस, हैन यहाँ भित्र छ फेरि दिल गार्डन हुन सक्छ के तपाईको पनि खतरा छ के। तपाईले जे चीज चाह्यो भने त्यही चीज पाउन सक्नुहुन्छ हैन। क्या बात है सर, क्या एकदम जस्तो चाह्यो भने त्यस्तै। फेरि यहाँ माल छ। एकदम रमाइलो छ घुम्नको लागि छ हैन। एकदम बब्बाल कपडा सपडा किन्न चाह्यो भने हैन तपाईले जुनसुकै चामल चाहन्छ के फेरि बब्बाल भाइब छ यहाँ। सामान देख्न सक्नुहुन्छ, यता रेस्टुरेन्ट देख्न सक्नुहुन्छ हैन तपाईले। नेपालको जस्तै जे खानुहुन्छ तपाईले, वाइ खानुहुन्छ, नेपालको जस्तो कपडा किन्न चाहनुहुन्छ सब पाइन्छ के फेरि यहाँ। मान्छे पनि त्यस्तै त्यस्तै भेटिन्छन् के नेपाली चाइनिज सब टुरिस्टहरू देख्न सक्नुहुन्छ। ब्याक साइडमा यताउता सारा पुरा बबाल छ के फेरि। कपडा हेर्नुहुन्छ भने हाम्रो नेपालको जस्तो पनि छ, जस्तो चाहियो त्यस्तै छ फेरि यहाँ हैन। एकदम रमाइलो भइरहेछ घुम्नको लागि चाहिँ यहीँ आउनु पर्छ। बक्स सुकुटी पनि पाउन सक्नुहुन्छ तपाईले यहाँ हैन। जे भने अच्छा अहिले हैन एकदम रमाइलो छ। लकेट सकेट मन पर्छ भने पनि सब पाउँछ हैन। बब्बाल भाइब छ के। यहाँ फ्यामिली लिएर आउनु चाहिँ गाह्रो छ। कपालहरुको लागि चाहिँ एकदम बब्बाल छ के फेरि। कपाल अनि सिंगल बोकाहरुको लागि देख्न सक्नुहुन्छ। वाइ खान चाहनुहुन्छ नि वाइ अच्छा जे भन्यो त्यही पाउँछ। क्या बात है सर, क्या बात है। भिड चाहिँ खतरा छ कि गल्ली सानो, पब्लिक चाहिँ धेरै बब्बाल पब्लिक छ फेरि यहाँ हैन। के भन्नु बैगन बड़ा हरामी हो बेटा। कपडा चाहिँ फेरि दामी दामी छ के फेरि यहाँ। जस्तो पनि लिन सक्नुहुन्छ तपाईले हैन। जस्तो कपडा भने चाहिँ हैन त्यस्तै मिल्न सक्छ यहाँ। नो टेन्सन। दिल चाहिँ गार्डन हुन्छ क्या फेरि यहाँ। समझ रहे हो? जिन्स छैन जस्तो चाहे ब्यागी सब जस्तो भने त्यस्तै क्या। एकदमै राम्रो छ। तपाईले आएर भिजिट गर्न सक्नुहुन्छ। मैले लोकेसन चाहिँ तपाईलाई भनेको छु, मजनुका ठेला देख्न सक्नुहुन्छ। एकदम बब्बाल भइरहेको फेरि हैन। यहाँ चाहिँ सबभन्दा धेरै पब्लिक चाहिँ खाना साना यहाँको सबभन्दा फेमस चाहिँ फास्ट फुड रहेछ हैन। दामी दामी छ फेरि। अहिले चाहिँ पब्लिक पनि फुल्ली भइसक्यो हैन। ल अबे साले। सो गाइस चाहिँ आयो भने फेरि दिल गार्डन हुन्छ हैन। यहाँ टेम्पलमा एकदम बबाल मान्छे आइरहेछन् हैन। धेरै जस्तो टुरिस्ट। तपाईले यहाँ सी फुड खान चाहनुहुन्छ भने अलरेडी सी फुड पनि खान सक्नुहुन्छ हैन। A few moments later. रुको जरा, सबर करो। यहाँको लोकेसन छ बजिराबाद मजनुका ठेला हैन। देख्न सक्नुहुन्छ तपाईले यताउता एकदम दामी छ। पब्लिक चाहिँ हामीलाई हेरिरहेछ। जस्ट केही छैन, हामी अगाडि बढिरहेछौँ। फेरि यहाँ तपाईलाई सिसाको भाडा चाहियो भने हैन, सुन चाँदी जे सब राम्रो राम्रो भेराइटीमा पाउने रहेछ कि फेरि। एकदम दामी राम्रो लाग्यो मलाई पनि हैन। तपाईलाई एकदम बबाल छ। सो गाइस नेक्स्ट भिडियोमा चाहिँ हामी यहाँको फेमस फुड खानेछु। लाफिङ सबभन्दा फेमस भन्छन्, देख्नुपर्छ। ओके गाइस, नेक्स्ट भिडियोमा मिल्नुपर्छ।